आज कस्तो देखियो भनेदेखि हाम्रो नेताहरू तपाईहरु जो हुनुहुन्छ सम्मानित हुनुहुन्छ, तपाईहरुको कन्ट्रिब्युसन डेमोक्रेसीको निम्ति तपाईहरुले गर्नुभएको कन्ट्रिब्युसन प्रति हामी सदा तपाईहरुलाई श्रद्धा गर्छौं। तर आज छातीमा हात राखेर एकतल पशुपतिनाथमाथि उभिएर सोच्नुस् त तपाईहरु के गर्दै हुनुहुन्छ? जनता 5 वटा जिल्ला भित्रका मात्रै नेपाली नागरिक हुन् त? हाम्रो कर्णालीको, हाम्रो मुगुको, हाम्रो मुस्ताङको, हाम्रो मधेसको, तराईको, पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईहरुलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो। त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको कुल अलिकति बनाइदिन पाए हुन्थ्यो। सिँचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडी दिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि, पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईहरुलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईहरुलाई सम्मानजनक ढङ्गले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्डभित्रको तपाईहरु चाहिँ जो मन्त्री हो? अनि तपाईहरु मन्त्री बनिरहँदाखेरि अनि तपाईहरु एक्लै चुनाव जितेर आएर बन्नुभएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि कांग्रेस एमालेका साथीहरुलाई मन्त्री हुनु भइसकेका साथीहरुलाई अझ म भन्न चाहन्छु, अब यो 4-5 वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईहरुले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो एउटा गम्भीर विषय हो, यो एउटा मेरो गम्भीर प्रश्न हो यहाँहरुलाई। र मलाई के लाग्छ भने हामी मिलेपछि नहुने भन्ने केही पनि छैन। यो बजेट अहिले तत्काल तपाईहरुले संशोधन गर्नुपर्छ, समन्वयिक हुनुपर्छ बजेट। यो राज्य सत्तालाई हातमा लिएर राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। हाम्रा क्षेत्रका नागरिकले, तपाईका क्षेत्रका नागरिकले, झापाका नागरिकले, मोरङका या सुदूरपश्चिम या सुदूरपूर्वका नागरिकहरूले तिरेको करको प्रतिशत एउटै हो। हेकारोस् यहाँहरूलाई म स्मरण गर्न चाहन्छु, हाम्रा गाउँमा चिसाङका डिलमा बसेर, डाँसखोलामा बसेर गिटी कुट्नेहरूले एक बोरा बेचेको गिटीमा पनि तपाईले कर लगाउनु भएको छ। किसानले उत्पादन गरेको कृषि उत्पादनमा समेत तपाईले कर लगाउनु भएको छ। अनि बजेट भकारीको चाबी तपाईको हातमा दिइसकेपछि तपाईले लगेर आफ्ना क्षेत्रहरुमा मात्रै, नेताहरुका क्षेत्रहरुमा मात्रै हाल्ने, यो भन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ नेपालको इतिहासमा? त्यसकारणले कस्तो नेता बन्ने तपाईहरु? एउटा झुण्डभित्रको, फेरि रिपिट गर्न चाहन्छु म, एउटा झुण्डभित्रको एउटा सीमित मान्छेहरुको हृदय जित्ने गरी आफ्नो चुनाव क्षेत्रलाई केन्द्रित गरेर भोलिपल्ट हामी चुनाव जितौँ अरु सबै हारुन् भन्ने हिसाबले मात्रै बन्ने, या होल नेपालभित्र भएका नागरिकहरू चाहे स्वदेशमा हुन् या विदेशमा हुन्, त्यो बच्चादेखि वृद्धसम्म हाम्रा बाबुआमा हुन्, हाम्रा नागरिक हुन् भन्ने तपाईले सोच्ने कि नसोच्ने? अशोकको पालामा, राजा अशोकको पालामा धर्मराजा भनेर अशोक कहलाइनु भयो। त्यो धर्मराजा हुने क्राइटेरिया मध्ये प्रमुख एउटा क्राइटेरिया के थियो भने सबै नागरिकलाई आफ्ना परिवारका सदस्य तपाईले हेर्ने, कुनै पनि शासकले हेर्ने, हरेक नागरिक आफ्ना परिवारका आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरू जस्तै हुन् भन्ने कुरा त आजभन्दा 2400-2300 वर्ष अगाडि इस्टाब्लिस भएको हाम्रो चाहिँ थ्योरी हो। अनि आज तपाईहरुले सत्तामा बस्ने बित्तिकै यस्तो निर्ममतापूर्वक अनि दिन दहाडै अनेस्टली भन्दाखेरि तपाईहरु सर्ट प्यान्ट त लाउनु भएको छ तर निर्लज्ज हुनुहुन्छ। तपाईहरु भकारीको सबै पैसा लगेर अर्कोतिर हाल्ने, आफआफतिर हाल्ने, अनि बाँकी रहेको जम्मै सांसद याद गर्नुस्, भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे म सुनिल शर्मा मोरस्टमा बोल्दैछु र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कमसे कम 40,000 देखि 50,000 मत लिएर आउनु भएको छ र हामी बोलिरहेको एउटा व्यक्ति होइन, लाखौंको संख्यामा मत लिएर आएका साथीभाइहरू आज विवश हुनुहुन्छ। अनि तपाईहरु सुन्नुहुन्छ, यहाँबाट फर्किनुहुन्छ, झोला बोक्नुहुन्छ अनि भन्नुहुन्छ हाम्रा क्षेत्रमा ल्याइहाल्यो, 131 वटा मेरामा हालेछ, फलानामा हालेछ, अरूको जेसुकै होस्। तर हेर्नुहोस्, एक दिन यो मरेर जाने जिन्दगी हो, हिसाब हुनेवाला छ उपरमा। आज तपाईले गर्नुभएको पाप र धर्मको
एक दिन हिसाब हुन्छ। जनताको गाउँ गाउँबाट पसिना पसिना गरेर पठाएको पैसा पाइ गरेर पठाएको कर तपाईँका भगारीमा आइसके पछाडि तपाईँले अघोषित रूपमा, म यसलाई अघोषित रूपमा भन्दैछु, लुट्नु भएको छ। यसरी पाइँदैन लुट्न। यो अघोषित रूपमा लिगल अथवा सत्तालाई, कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो। सभामुख महोदय, म एउटा सिरियस विषय उठाउन चाहन्छु। अहिले जो माननीय ज्ञानेन्द्र कार्की मेरो आदरणीय दाइले पनि अघि सिरियसली उठाउनु भएको थियो, अहिले अर्थ मन्त्रालय अन्तर्गत टेक एन्ड पे भन्ने एउटा थ्योरी आयो। अर्थमन्त्रीजीप्रति मेरो कुनै शङ्का छैन। तपाईँ बडो शालीन मान्छे हुनुहुन्छ, क्लिन मान्छे हुनुहुन्छ। तपाईँको स्वाभिमानप्रति, तपाईँको निष्ठाप्रति, तपाईँको छविप्रति मेरो प्रश्न होइन। तर यो टेक एन्ड पे जुन ल्याइयो यसमा जम्मा 2वटा मात्रै एन्सर हुन्छ। बिजुली उत्पादन गर अनि हामी किन्दैनौँ भनेको राज्यले, तिमी बिजुली उत्पादन गर, अरबौँ लगानी गर अनि हामी किन्दैनौँ, त्यो भनेको के हो भने नेपाली व्यापारीहरू, नेपाली उद्योगपतिहरू, तिमीले नेपालको पानी बगेको खोलाभित्र तिम्रो अधिकार छैन, तिमीले बिजुली उत्पादन गर्न पाउँदैनौ, तिमी गुड बाई, जय नेपाल, हामी विदेशीहरूलाई मात्रै दिन्छौँ भनेको। कारण के? अन्डर टेबल पैसा आउँछ भनेको त्यो होइन भने नेपाली नागरिकले बल्ल बल्ल भर्खर जलस्रोतमा चाहिँ जो फड्को मारिरहेको बेला, बनाउन सिकिरहेको बेला र जलस्रोतमा नेपालले एउटा नयाँ आयाम सुरु गर्ने बेलामा आज तपाईँले कुन ग्राउन्डमा यो भन्नुभयो? यो तत्काल तपाईँले यो असार मसान्त अगाडि यो तपाईँले परिवर्तन गर्नुपर्छ, चेन्ज गर्नुपर्छ भन्ने हो हाम्रो भनाइ। होइन भने दिनुहोस्, ठिक छ त विदेशीलाई दिनुहोस्, अथवा यो ढिलो गरियो भने अर्को एउटा हल्ला छ। म खुलेर भनिदिन्छु, मलाई कुनै लाज छैन भन्नलाई, डर छैन। यहाँ एउटा हल्ला चलिरहेको छ, टेक एन्ड पे भन्ने, व्यापारीहरूसँग पैसा उठाउने अनि परिवर्तन गर्ने। यो हो डिजाइन भनिएको छ। म भन्दिनँ के हो डिजाइन, मैले अघि नै भनिसकेँ। अहिलेको अर्थमन्त्रीप्रति, अहिलेको सरकारप्रति, अहिलेको प्रधानमन्त्रीप्रति, उहाँहरूको निष्ठा र आस्थाप्रति, उहाँहरूको स्वच्छताप्रति मेरो शङ्का छैन। हामीले शङ्का गर्नु नपरोस्। तर असार मसान्त पछाडि कटेर व्यापारीहरूसँग बजारमा पैसा उठाएर परिवर्तन गर्ने चेष्टा गरियो भने यही सदनमा हामी सुरु गर्नेछौँ, यो कुरा उठाउँछौँ, घनीभूत हिसाबले उठाउँछौँ। र अर्को कुरा, नेपालको व्यापारीहरू, म 1 मिनट नसकेछु महोदय, दफा 57को जुन कुरा छ, अर्थमन्त्रीज्यूलाई म रिमाइन्ड पनि गराउन चाहन्छु। लास्ट टाइम उहाँ अर्थमन्त्री भइरहँदाखेरि पूर्व अर्थमन्त्री वर्षमान पुञ्जीले यसलाई चेन्ज गर्नुभएको थियो अनि हामीले गएर भेटेर भन्यौँ पनि, अहिले अब यस्तै भइगयो, ढिलो चाँडो भयो, अब पछि तपाईँहरूलाई हामी बोलाउँछौँ, सल्लाह गरौँला भनेर भन्नुभयो। तर दफा 57 यस्तो अपराधिक दफा हो नेपालमा, जहाँ सिम्पल तपाईँहरूलाई म बुझाउन चाहन्छु, जहाँ 1 करोड रुपियाँ लगानी गर्न कुनै व्यापारीले चाहन्छ एक्जिस्टिङ उद्योगमा भनेदेखि उसले 35 लाख रुपियाँ कर नबुझाइकन 1 करोड रुपियाँ लगानी गर्न पाउँदैन। भनेपछि यो देशका होटल, यो देशका स्कुल, यो देशका कलेज, यो देशका कुनै पनि लिमिटेड या प्राइभेट लिमिटेड कम्पनीहरू तपाईँहरू बन्द गर्न चाहनुहुन्छ कि चलाउन दिनुहुन्छ? यति भन्दै कुरा त धेरै थिए। अन्तिममा अर्थमन्त्रीज्यूलाई मेरो 2 हात जोडेर एउटा रिक्वेस्ट छ, मुगुबाट हुम्ला जाने बाटोमा अहिले पनि तुइन्छ, मुख्य बाटोमा चङ्खेली हिमाल तल, कृपया तपाईँको कार्यकालमा त्यो बनाइदिनु होला। ठिक छ, हामीलाई त दिनु भएन, तर कम्तीमा त्यो बनाइदिनु होला भन्दै यहाँहरूलाई म यसरी समय राम्रो दिनुभयो, टाइम पनि काटिदिनु भएन, सभामुखज्यूलाई पनि धन्यवाद दिँदै म बिदा चाहन्छु। केही गल्ती बोलेछु भनेदेखि सुधारौँला अर्कोपल्ट। हस्त, धन्यवाद। थ्याङ्क यू। सभामुख महोदय, आजको विषय निकै गम्भीर विषय छ। अब अलि चर्को कुरा गरौँ भने सत्तामा बस्ने साथीहरूलाई गोचबेच गरेको छु हुने कुरा गरौँ भने चित्त फाट्ने, नाच जस्तो नाच गरौँ भने घाँगर फाट्ने भन्थ्यो अरे एउटाले। त्यसले चाहिँ अब यो खेलकुद मन्त्रालयको विषयमा हामी छलफल गरेछौँ, युवाहरूको विषयमा छलफल गरेछौँ। अहिले नेपालमा चाहिँ युवाहरूको स्थिति कस्तो छ? हामीले हाम्रा युवाहरूलाई के पढाएका छौँ, के सिकाएका छौँ? हाम्रो शैक्षिक क्षेत्रमा कस्तो डामाडोल छ? त्यस हुनाले अहिले हामीले नयाँ युवाहरूलाई सिकाएको त तिमी विदेश जानको लागि तयार हुनुपर्छ। पहिले चाहिँ पुराना चाहिँ शासकहरूले भन्थे
राम्रो पढ्न सकेनौ भने तिमी मास्टर पनि हुन सक्दैनौ भनेर भन्थे। बरु त्यो ठिकै भने रहेछ। म पनि आफै मास्टर भएको हुनाले कहीँ चाहिँ शासकहरू चाहिँ स्कुलमा क्याम्पसमा गएर चाहिँ विद्यार्थीहरूलाई शिक्षकहरूलाई अर्थी बुद्धि दिँदाखेरि तिमीहरूले चाहिँ राम्रो पढाइ गर्न सकेनौ भने तिमीहरू भोलि मास्टर पनि हुन सक्दैनौ यो देशको भनेर भन्दाखेरि, त्यसो भन्दाखेरि मलाई के लाग्थ्यो भने युवाहरूलाई मास्टरसम्म बन्न सक्दैनौ राम्रो नपढे भनेर भन्ने यो के हेपेको होला भन्ने जस्तो लाग्थ्यो मलाई। त्यो कुरा त बरु राम्रो गरेका रहेछन् त्यति बेला, किनभने ऊ राम्रो पढ्यो राम्रो जान्ने भयो भएन भने अयोग्य भएपछि मास्टर त हुन पायो नि आफ्नै देशमा। अहिलेको शिक्षा प्रणाली के छ? अहिलेको शिक्षा प्रणाली के छ भने जुन देशमा जाने हो त्यो देशको शिक्षा के छ त्यसमा तिमी पर्फेक्ट हुनुपर्छ, नत्र तिमी चाहिँ उत्तर कोरिया दक्षिण कोरिया जान पाउन्नौ, अमेरिका जान पाउन्नौ, अस्ट्रेलिया विदेशमा जान पाउन्नौ। अहिले त हामीले नयाँ पिँढीलाई त यो पो सिकाएका छौँ त, सबैका मना छ। फेरि तपाईँहरू मात्रै पीडित हुनुहुन्छ भन्ने मलाई होइन, म आफैले नै भएछु। मैले चाहिँ अघिल्लो पटक पहिले सांसद भएर डेरामा बस्दाखेरि मेरो एउटा नाति मसित सँगै पढ्थ्यो। त्यसले चाहिँ बोर्डिङमा पढ्थ्यो, किनभने आमा विदेशमा थिए। मेरो छोरो योग्य बनाउनको लागि बोर्डिङमा राख्नुपर्छ बा भनिरहन्थ्यो उनीहरूले। अब कमाउने तिम्रो राख्ने राख, भाषा सिक्ने हो गरी भनेपछि अनि मैले उसलाई कहिले कहिले मेरो नातिलाई कसैको फोन नम्बर आयो भने टिप त भन्दाखेरि उसले कति टिप्ने कति नम्बर हो भन्दाखेरि मैले नेपालीमा भन्थेँ। 98 सुरु गर्न भयो, 9 र 8 सम्म उसले लेख्न जान्ने, त्यसपछि उताको नआउनेलाई 98 भन्दा उसले बुझ्छ, 9 र 8 लेखिहाल्छ, त्यस पछाडिको नम्बर चाहिँ आउन्न उसलाई हेर्नुहोस्। अनि इङ्ग्लिसमा भन्नुहुन भन्छ उसलाई हेर्नुहोस्। मैले आफैले भएको के सिकाएँ मैले भन्ने लाग्थ्यो। अनि मैले भने त चाहिँ यहाँ नेपालमा बस्ने हामीसँग बस्ने तँलाई नेपालीमा अङ्क आउन्न भनेपछि मलाई त बोर्डिङमा चाहिँ नेपाली बोल्न दिन्न नि बा, मेरो गल्ती हो। मैले त्यहाँ नेपाली बोलेँ भने त मलाई फाइन गर्छ। त्यसो भएर मलाई त चाहिँ सुनियोजित किसिमले तपाईँहरू लगानी लगाएर हो मेरो आफ्नो भाषा, मेरो संस्कृति, मेरो इतिहास सबै त तपाईँहरूले खाइदिनु भएको छ त, मेरो गल्ती हो यो। नेपाली बोल्न नपाइने शिक्षक त म तपाईँ लहर भर्ना गर्ने, मेरो बाबुआमाले त्यसै यहाँ खुसी मान्ने, अनि मलाई चाहिँ नेपाली बोलेन भने तपाईँले हकार्ने भन्यो। नातिले मलाई चित्त बुझ्यो। अब अहिले त कति बढेर गएको छ भन्नुहोस् त। त्यसो हुनाले वास्तवमा चाहिँ हाम्रो शिक्षा प्रणालीले हाम्रो चाहिँ नयाँ जेनेरेसन खत्तमै भएको छ। त्यो उनीहरूको गल्ती होइन। माननीय सदस्य, यहाँको समय 2 मिनट बाँकी छ। गल्ती हाम्रो हो। त्यस कारणले म चाहिँ गणेश मान्जीसँग अब सहर विकासतिर जाउँ, गणेश मान्जीसँग म 46 सालको आन्दोलनमा सँगै हिँडेँ। उहाँ बिरामी भएर बस्दाखेरि वीरस्थलमा म भेट्न गएको थिएँ। उहाँले पहिला यहीँ हुनुहुन्छ मन्त्रीज्यू, उहाँको सुपुत्र, डाक्टरले धेरै नबोल्न भने दाइ तपाईँलाई देखेपछि बुवा उत्तेजित भएर कुरा गर्नुहुन्छ, धेरै बेर नबस्नुहोस् है भन्नुभयो। उहाँले ठिकै छ डाक्टरले भन्यो मान्नुपर्छ, म बस्नु भने गणेश मान्जीले आफ्नै पार्टीको विरुद्धमा धुमधार चाहिँ झगडा गर्नु, मैले त कुरा लाउनु भयो। हेर्नुहोस् मलाई किन यसो गर्नुभयो होला मैले अहिले बल्ल बुझेको छु। त्यति बेला मैले चाहिँ चिनेकै रहन्छु उहाँका पार्टीका मान्छेहरूलाई, किन छोड्नुभयो होला पार्टी भनेर मलाई चाहिँ राम्रो लागेको थिएन गणेश मान्जीले आफ्नो पार्टी छोड्दाखेरि। त्यसो भएको हुनाले हामीले चाहिँ आफ्ना पुर्खाको चरित्र के थियो, नीति के थियो, त्यसलाई हामीले बिर्सेर आफ्नो मनपरी गर्ने। अहिले सत्तामा शक्तिमा आएको बेलामा यसभन्दा पहिले पनि जो प्रधानमन्त्री हुन्छ, जो अर्थमन्त्री हुन्छ, जो बलियो मन्त्री हुन्छ, त्यो मन्त्रीले चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जिल्लामा खनाएको होइन बजेट, त्यही सिलसिला बाँकी छ।
हामीले के भन्न जाने आफ्नो निर्वाचन क्षेत्रमा? त्यस कारणले मैले अहिले त अब नयाँ पिँढीलाई दुईटा रोग छ। एउटा रोग यहाँ केही हुन्न, लाखौँ लाख बेचेकै छौँ त हामीले त। पैसा लिने अनि भेडा बाखेर बेच्ने त्यस्तो लेनदेन नभए हामी त बेचेकै। यस्तो शिक्षा प्रणालीले देश बन्छ? मान्य अमरेशजीले भनेको कुरासँग मेरो पनि आपत्ति छ। मैले पनि यो सङ्घीयताका कारणले कतै देश अन्त विलय हुन्छ कि भनेर बिचबिचमा म डराउँथेँ। आज उहाँको मुखाबाट प्याक्क आइहाल्यो त्यो कुरा। मनमा थुपारेको कुरा त कुनै दिन त निस्कने रहेछ। त्यस कारणले मैले चाहिँ के भनेको थिएँ भने यो सङ्घीय प्रणाली नेपालको चाहिँ प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन। मान्य अमरेश कुमारले भने जस्तो कुनै न कुनै चाहिँ गलत उद्देश्यको लागि यो बोकाइएको भनेर मैले संविधान सभामा रोस्टमबाट धेरैपछि भनेको छु। त्यसो भएको हुनाले अहिले पनि संसद हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद टिक्छ। लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रा कमजोरी होइन। सुरुमा यस्तो आँट थियो। त्यस कारणले मैले सबै मान्यज्यूलाई, सभामुखज्यूलाई पनि म चाहिँ सुझाव दिन के चाहन्छु भने हाम्रो आफ्नो स्वाभिमान, हाम्रो आफ्नो चाहिँ अहम, आफ्नो चाहिँ स्वाभिमानलाई, आफ्नो इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्छ। सत्तामा शक्तिमा बस्नेले जे भन्छन् त्यसैको गोडी भएर हिँड्ने हो भने हाम्रो दिन पर्दैन, हाम्रो इज्जत छे भएर गएको हुन्छ। त्यस कारणले हामी स्वाभिमान, हाम्रो आफ्नो चाहिँ संसदको हैसियत, सभामुखको हैसियत, मन्त्रीहरूको हैसियत हामीले कायम गर्नुपर्छ र मात्रै जनताले पत्याउँछन् भोलि राष्ट्रको एउटा अस्तित्व बच्न सक्छ। त्यस कारणले हामी जति जति कमजोर हुँदै जान्छौँ, जति जति सत्ता र शक्ति सम्पत्तिको माथि पछाडि लाग्छौँ, वास्तवमा यो चाहिँ राष्ट्रको दुर्दशा हुन्छ। राष्ट्र बच्न पनि गाह्रो छ। अहिले के भइरहेको छ भन्नुहोस्, संसार अघोषित रूपमा तेस्रो विश्वयुद्ध भइरहेछ। हामीभन्दा बलियो राष्ट्रको अस्तित्व प्रश्न चिन्हमाथि खडा भइरहेछ। यस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्कटको बेलामा हामी रात दिन झगडै मात्रै गरेर अझ कुरा पनि बढी होइन, भ्रष्टाचारकै बारेमा, भ्रष्टाचार पनि बाहिर भयो भने झगडा होइन, यही सत्तामा बस्ने शक्तिशाली साथीहरूको बारेमा। यसरी हामीले देश बचाउँछौँ, यसरी हामीले आफ्ना युवाहरूलाई चाहिँ यो देश राख्न सक्छौँ। त्यसो हुनाले समय अझै छ। यो जान्ने भएर हामीलाई अर्थ दियो भन्ने कुरा होइन। तपाईँहरूलाई जति चिन्ता छ मलाई पनि चिन्ता छ। यो देश रहे, यो देश बचे मात्रै हाम्रा युवाहरू यहाँ बस्न सक्छन्। युवाहरूले देश, हामी त अब डाँडामा थियो घाम जस्तो भइसक्यौँ हो। अब त हाम्रा युवामाथि छ हाम्रो भरोसा। त्यस कारणले हामीले हाम्रा युवाहरूलाई देशभक्तिको भावना, राष्ट्रभक्तिको भावना र यो मुलुकलाई कसरी समेट्ने भने त्यो शिक्षा दिनुपर्छ। धन्यवाद।